होइन हौ, पैसाले त साह्रै फिटपिटी पर हौ। कहाँ खोज्नु त हौ अब? खोज्ने ठाउँहरू पनि सकिसकेका छन् धेरै जसो। के गर्ने होला? साह्रो पो पर त मलाई त। कहाँ जानुभयो भनेको त यहाँ पो हुनुहुँदो रहेछ। के गर्नुभयो त? के हुनु र, त्यत्तिकै बसिरहेको छु। सुन न, पैसाले कस्तो फिटफिटी पर हौ। अलिकति पैसा खोज न हौ त। अब त्यही काम बाँकी छ। त्यही पैसाले गर्दाखेरि मेरो हालत अहिले यस्तो छ। हाम्रो घरमा पैसा माग्न जाँदा त तपाईँ र मेरो चिन्जान भएको होइन। न बुवा आमाको पैसा तिर्नु भएको छ, उल्टै बरु मलाई भगाएर यहाँ ल्याउनु भयो। अहिले म कस्तो पछुताइराखेको छु। बुढाबुढीले पैसा मागेर हैरान लगाए, बरु छोरी नै भइदिएपछि त माग्दैन होला भनेको त अहिले त झन् बस्ने गरी आएर माग्न थाले। केही गर्दा झर छैन हौ। जुन हौ, केही उपाय लगाउ न हौ। त्यहाँ एउटी बहिनीले दिन्छु त भनेको छ, बरु अब त्यतै जानु पर्यो। पैसा मान्छेसँग मागेर हुन्छ? ब्याङ्क छन्, सहकारी छन्, अनि घर जग्गा धितो राखेर निकाल्नु नि। कति राख्नु धितो पनि? एउटै घर एउटै जग्गा, एक ठाउँभन्दा बढी राख्न दिँदैन होला नि त। तपाईँ मान्छे देख्दाखेरि चोट्टा चोट्टा परेको देखिनुहुन्छ, अनि कहाँ पत्याउँछन् त मान्छेले? पत्याउन त व्यवहार सफा हुनुपर्छ। तपाईँको अनुहार मात्रै सफा छ, व्यवहार खोरी छ। म भन्दैछु त फेरि, म 31 गुणले सम्पन्न मान्छे हो भनेर। त्यही एउटा गुण त छैन नि मसँग। त्यो हो लगेको पैसा कहिले फिर्ता गर्दिनँ। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। यसरी व्यवहार कति दिन चल्छ? चलिरहेको छ त। दुःख त अलिअलि जेमा पनि हुन्छ। कति न ठुलो काम गरे जस्तो। उज्यालो भइसक्दाखेरि पैसा माग्ने मान्छेहरूको भेड लाग्छ त अनि भेड चल्ता पूर्जा मान्छे काम। तिमीले आरिस गरेर हुँदैन। अहिले मलाई नचिन्ने कोही छैन। कति न ठुलो काम गरे जस्तो। जो चोर उसैको ठुलो चोर। सायद ढाँटेकै भरमा किन नहोस्। म त म मात्रै ढाँट होला भनेको त मभन्दा ठुल्ठुला ढाँट पनि पो रहेछन् हौ। म त उनीहरूको छेउमा यत्रो हो यत्रो। बाप रे, ये तो धोती खोल रहा है। आमा कस्ता प्रख्यात गर्छन् यो ढाँटेहरू पनि हौ। हेर्नु, अब हाँसी मजाक गरेर ढाँटेर झुक्क्याएर व्यवहार चल्दैन। ढाँटेर क्षणिक सुख त होला, तर यसले जिन्दगीभर दुःख दिन्छ। बरु साधारण जिन्दगी बिताउँ, कर्म गरेर मेहनत गरेर बिताउँ। हेर, मलाई माफ गरिदेऊ। म जुन जिन्दगीको धरातलमा बाँचेको थिएँ नि, त्यो त बेकार रहेछ। आजदेखि बरु साधारण काम होस्, इमान्दार साथ मेहनत गरेर गर्नेछु, अनि इज्जत साथ रहनेछु। हो, बल्ल कुरा बुझ्नु भएछ हजुरले। मलाई धेरै खुसी लाग्यो।